Hello and namaste. Welcome to my new blog. Guys, अहिले म चाहिँ धरान चाहिँ इटहरी जानु लागेको लाइसेन्सको लागि। लाइसेन्सको आज मेरो ट्रायल छ नि त। अनि त्यही भएर अहिले इटहरी जानु लागेको होइन। म चाहिँ अहिले यहाँ सामानहरू चाहिँ के चाहिन्छ रेडी पार्दैछु। यस्तो छ यो पर्स त बोक्नुपर्छ। लाइटर पनि बोकिराख्नुपर्छ नि त। कहिलेकाहीँ के हुन्छ थाहा हुँदैन फेरि। अनि स्कुटीको चाबी बिना त कसरी हुन्छ नि स्कुटीको र साथीहरू म चाहिँ अहिले चाहिँ अब लाग्ने हो किनकि ढिलो हुन्छ भरे ढिलो भयो भने फेरि ट्रायल दिनु पाइँदैन है। मास्क पनि लिएर जानुपर्छ है भन्छु उहाँ चाहिँ। ल साथीहरू म चाहिँ अब अहिले जानु लागेको। यहाँ ल्यापटप पनि बन्द गर्नु पर्यो। मैले त अन पो गरेको थिइनँ रहेछ चार्ज मात्रै त्यत्तिकै राखेर अन चाहिँ गरेको छैन रहेछ। अरू केही छ नि छैन अरू। अब म चाहिँ लागेको मेरो म चाहिँ जुत्ता लगाउँदैछु होइन। र साथीहरू अहिले म चाहिँ इटाली जाँदैछु। यस्तो सम्झ हेर्नुहोस् यस्तो क्या एकछिन है पहिले यो लाइट मारौँ त बत्ती यस्तो छ अहिले चाहिँ यहाँ। यस्तो छ यस्तो छ है यस्तो छ धरानको बाटोहरू गाइजहरू। र म चाहिँ अब धरान जाँदैछु। यताको सबै सफा गरिसकेछु होइन। त्यहाँको झारहरू सबै काटिसकेछ क्या। अस्ति त लामो न लामो त अहिले चाहिँ झारहरू काटिसकेछ। अब त लाइसेन्स आएपछि त घुम्न जाने हो। ल म चाहिँ अहिले तपाईँहरूलाई यहाँ धरान र इटाली जाने बाटो देखाउँछु। तपाईँलाई अहिले म धरान इटाली जाने बाटो देखाउँछु एकछिन। यस्तो दामी देखिन्छ मजाको छ नि। यता चाहिँ धरान जाने बाटो हो। यता चाहिँ धरान जाने बाटो र यतातिर चाहिँ इटाली। ल
मजाको गाडी जान्छ। ल गाइजहरू अब म चाहिँ लाग्नु पर्यो। अब एकैचोटि रुम पुगेपछि म चाहिँ भिडियो बनाउँछु, ब्लग बनाउँछु होइन, देखिहाल्नुभयो। अब म चाहिँ ल गाइजहरू अब म चाहिँ लागेको है, चस्मा लगाएर केही देखिँदैन रहेछ। नि ल गाइजहरू म चाहिँ रुम भर्खर आइपुगेँ होइन। अब यतातिर लुगा सुकाएको छ, अब त्यही लुगा उठाउनु पर्ने छ, त्यति मात्रै काम गर्दैछु। अनि यताउति रुमहरू मिलाउनु पर्नेछ र बढाउनु पनि पर्नेछ। रुम यस्तो छ। अनि खाजा पनि लिएर आएको नि त। आज चाहिँ ब्रेड र दुध छ, चिया बनाएर दिनु पर्यो। ए साँच्ची अन्डा पर्नेको थियो बिहानको लागि, दुधमा लिएर आएको भनेको छ। अब केही छैन, अब दुध ल्याइदिएर अब चिया अन्डा बेचिँदैन नि त। ल म चाहिँ अब फ्रेस हुन्छु है, फ्रेस भएर अनि काम गर्न थाल्नु पर्यो। ल गाइजहरू अहिले चाहिँ यहाँ रियान होमवर्क गर्दैछ होइन। के भन्छ त साँच्चीको ड्रइङ अन्त ल रियान चाहिँ अहिले होमवर्क गर्दैछ। म चाहिँ रियानको यहाँ यस्तोरी छ नि, यस्तोरी प्रिन्ट गरेर निकालिदिएको क्या, यहाँ टाल्नुपर्ने हो। त्यही भएर यस्तोरी प्रिन्ट गरेर निकालिदिएको। यसमा क्या यहाँदेखि यो छ नि, यहाँदेखि यसले प्रिन्ट गरेर निकालिदिएको। ल म चाहिँ अब रियान होमवर्क गराउँछु। त्यसपछि मेरो ब्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मनपर्छ भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् र सब्सक्राइब पनि गरिदिनुहोस्। हस् त आजको ब्लग यति नै, फेरि भोलि आउनेछ। हस् त बाई।